सबैजना साथीहरू सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म त लसन के अरे भन्दैन असन बजारतिर छु है। असन बजारमा चाहिँ बेलुकामा अहिले चाहिँ बवाल दामी रहेछ, फ्रेस तरकारी बेच्ने व्यवस्था रहेछ, हेर्न सक्नुहुन्छ फ्रेस तरकारीहरू है। के अरे दिउँसोमा चाहिँ यो तरकारी व्यापार चाहिँ गर्न पाइने रहेन रहेछ। जब बेलुका बेलुका गाडीहरूको चाप चाहिँ अलिक कम भएपछि चाहिँ असनको यो चोकमा तरकारीहरू मस्त बेच्ने व्यवस्था रहेछ। यता सुकुटीहरू भयो, आँपहरू भयो, सट्टा मन्दिर भयो होइन। अनि यहाँ चाहिँ त्यो पारीको सडरतिर चाहिँ दहीको लागि प्रख्यात छ है। तपाईँले असनमा आएर असनको के भन्छ अरे त्यसलाई लस्सी कति खानेजनाले खानुभएको छ। मैले चाहिँ धेरै वर्ष 3-4 वर्ष अगाडि खाएको है। एकदम मजा आएको थियो। आँपहरू छ अनि अङ्गुरहरू छ, अङ्गुर भयो अनि यतातिर भयो केरा भयो अनि प्योर काँक्रोहरू पाइन्छ होइन। यदि तपाईँ काठमाडौँभित्र हुनुहुन्छ भने बेलुकामा यसो साधनहरू छ भने यता आउनु होला। सस्तो मस्तो अनि फ्रेस खानाको लागि भन्न चाहन्छु मैले है त।